नमस्ते सेवा सिवारो साई राम। आज चाहिँ मेरो भान्सामा चाहिँ हजुरहरूलाई के देखाउन गइरहेछु। मैले आज बिहानको नास्तामा के पकाउँदैछु हजुरहरूलाई है। यहाँ मेरो समाउने तरिका पो भएन जस्तो छ। हजुरहरूलाई है के देखाउन गइरहेछु हेर्नु होला। आज म यहाँ बिहानै के पकाउँदैछु मेरो बिहानको नास्ता हजुरहरूलाई। अब मेरो बिहानको नास्तामा त यस्तो छ है साथी हो। यहाँ देखाउनु अप्ठ्यारो भएर चाहिँ एक्लै छु कि यहाँ बस्नु। चना पकाइरहेछु हेर्नु। चना यसरी पकाउँदैछु साथी हो बिहानै यसरी पकाउँदैछु। अनि चना पाक्दैछ साथी हो। अनि अब चनाको लागि त मसला चाहियो नि है। यहाँ मसला चाहियो अनि मसला पिस्दैछु साथी हो। यहाँ हेर्नुहोस् न ए मसला चाहियो हजुरलाई। यहाँ कसरी देखाउँ यसरी यहाँ लो सिलौटामा है। मलाई त धुलो मसला मन पर्दैन साथी हो, सिलौटामै मनपर्छ क्या। त्यही भएर सिलौटामा नै मनपर्छ। अनि यसरी बिहान बिहान जिरा अदुवा यहाँ छ लसुन यहाँ पिस्न आँटेको चाहिँ साथी हो। यसरी मसला पिसेको मलाई मिठो लाग्छ। मलाई धुलो मसला मन पर्दैन। म त सिलौटामा यसरी नै पिस्छु है। साथीहरू चाहिँ कसरी खानुहुन्छ? म त अल्छी गर्दिनँ, पिसेकै खान्छु। यसरी पिसेर अब जिरा चाहिँ अब धोएर सुकाउनु पर्छ। अनि छिटो हुन्छ नि त, त्यही भएर यसरी साथी हो। मसला लगाएन भने त चना मिठै हुँदैन। यसरी मसला पिसो यसरी है। अहिले हजुरलाई म देखाउँछु नि है। अनि अस्ति नै आँकाबारे सुकाएको त यहाँ हेर्नुहोस् न। आँकाबारे पिस्न आँटेको है साथी हो। एकदम टेस्ट आउँछ। आँकाबारे सुकाउनुहोस् होइन, आँकाबारे सुकाउनुहोस्। अब आँकाबारेको सिजनमा अनि सुकाएर राख्नुहोस्। अचारमा यस्तो मिठो हुन्छ, पिरो दामी हुन्छ। अरू सुकेको खोर्सानीभन्दा आँकाबारे त्यसको सस्तो पनि हुन्छ नि सिजनमा। त्यसो तपाईँहरूले सुकाएर राख्नु सक्नुहुन्छ। म चाहिँ आँकाबारे लाएर पिस्दैछु। हजुरहरूलाई एकछिनमा पिसेँ है, मैले पिस्दैछु पकाउँदैछु। अब भुट्यो होइन, यसरी मजाले भुट्नुपर्छ है। अनि मसला हाल्नुपर्छ, मात्रै मिठो हुन्छ, नरम हुन्छ यसरी होइन। अनि अब त्यसपछि टमाटर हाल्नै पर्छ। चनामा नभए मिठो हुँदैन। अब यसमा अलिकति पानी लगाउनुपर्छ साथी हो। यस्तो दामी हुन्छ। अब यसलाई भुट्नुपर्छ है, मसला पाक्नुपर्छ। अनि हल्का पानी लगाउनुपर्छ। यस्तो दामी हुन्छ। ए हेर्नुहोस् न यस्तो दामी। मलाई त कुकरमा भन्दा कम्तीमा पकाएको मनपर्छ है साथी हो। अब रस लगाएको अब यसलाई सुकेपछि भइहाल्छ। अब धनियाँ माथिबाट चाहिँ हालिदिन्छु। यहाँ हेर्नुहोस् न, धनियाँ हाल्ने यस्तो दामी बासना आउँछ। यो लोकल धनियाँ है। अब यो सुक्छ, अलिकति सुक्छ। अब यतिकै खाँदा हुन्छ चिउराहरूसँग खाँदा होइन रस। ल अब साथी एकछिन म निकाल्छु। ल मैले हजुरहरूलाई देखाएँ है चना पकाएको होइन। ल बाई बाई साथीहरू। आज मेरो बिहानको नास्ता बाई बाई छ, बाई बाई छ है। बाई।